नमस्कार साथीहरू। आज म तपाईँहरूलाई कुनै एउटा एरियाको स्टडी एरिया म्याप बनाउन सिकाउन गएको छु इन ArcGIS। सो एकदम सिम्पल प्रोसेस हो र यसको लागि चाहिँ तपाईँले सेभ फाइलहरू डाउनलोड गर्न सक्नुहुन्छ, जुन चाहिँ तपाईँले अब GADM.org बाट गर्न सक्नुहुन्छ, अथवा नेपालको गर्ने हो भने त तपाईँको हाम्रो अफिसियल वेबसाइट्सहरू छ, त्यसलाई तपाईँले एक्सप्लोर गरेर डाउनलोड गर्न सक्नुहुन्छ। र फर्स्टमा तपाईँले ArcGIS खोल्नुहोस् र यहाँ गएर तपाईँले अब डिस्ट्रिक्टको गर्नु छ भने डिस्ट्रिक्टको गर्दा नि भयो एड, नभए तपाईँ अब हाम्रो गाउँपालिका नगरपालिकाको छ भने सेभ फाइल हुन्छ, त्यसलाई एड गर्न सक्नुहुन्छ र हामीले यसले एड गरौँ यसरी है। ल, अब यो जुन सेभ फाइल एड भइसकेको छ र फर्स्ट स्टेप चाहिँ हामीले यसलाई क्लासिफाई गरिदिन्छौँ है त। क्लासिफाई गर्नुको लागि लेफ्टमा डबल क्लिक गर्नुहोस्, त्यसपछि क्याटेगोरीमा जानुहोस्, त्यसपछि यसलाई अनचेक गर्नुहोस्, एड भ्याल्युज गर्नुहोस्। एड भ्याल्युज गरेर अब तपाईँको कलर ऱ्याम्प कस्तो हुन्छ चुज गर्न सक्नुहुन्छ। मलाई चाहिँ राम्रो लाग्यो, यो चुज गर्छु। ओके, ल तपाईँको आइसकेको छ यहाँ अब सबै चिज। ल, अब यसपछि तपाईँले गर्नुपर्ने भनेको चाहिँ तपाईँको जुन अब तपाईँले कुन डिस्ट्रिक्टमा तपाईँको स्टडी एरिया हो, त्यो डिस्ट्रिक्टलाई तपाईँले सेलेक्ट गर्नु पऱ्यो होइन। त्यसको लागि तपाईँले दुईवटा वे छ। फर्स्ट वे भनेको चाहिँ यहाँ सिलेक्ट फिचर्स हुन्छ, यसरी गर्न सक्नुहुन्छ। ल, यो मानव कुन डिस्ट्रिक्ट हो, यो कुन डिस्ट्रिक्ट हो होइन, मानव भक्तपुर भयो यो होइन। अब यो काठमाडौँ ललितपुर कुन कुन छ होइन, यसरी सिलेक्ट गरेर गर्न सक्नुहुन्छ। र तपाईँलाई अब यहाँ तपाईँलाई कुन डिस्ट्रिक्ट हो मेरो यसरी तपाईँले हेरेर थाहा छैन भने चाहिँ जस प्रायःलाई थाहा हुँदैन, यसको लागि चाहिँ तपाईँ राइट क्लिक गर्नुहोस्, ओपन एट्रिब्युट टेबल गर्नुहोस् है। त्यसपछि सेलेक्ट एट्रिब्युट्स हुन्छ, यहाँ जानुहोस्। अब डिस्ट्रिक्टलाई लेफ्ट क्लिक दुईचोटि गर्नुहोस्, इक्वल टु गेट युनिक भ्याल्युज गर्नुहोस्। मैले पाल्पा गरिदिन्छु है त। पाल्पा गरेपछि सरी पाल्पा गरेर यस्तो गरेपछि एप्लाई भयो है। एप्लाई भइसकेको छ, अब यसलाई क्लोज गरिदिनुहोस् है। अब यहाँ सिलेक्ट भइसक्यो है। अब यसलाई राइट क्लिक गर्नुहोस्, एक्सपोर्ट डेटा गर्नुहोस् है। एक्सपोर्ट डेटामा तपाईँले नाम राख्दा राम्रो हो, पाल्पा भनेर राखिदिनुहोस्, ALPA पाल्पा भनेर राखिदिनुहोस् है। यस, एड भइसकेको छ यो। अब हाम्रो जस आधी काम सकिसक्यो भन्दा नि हुन्छ। अब लेआउट भ्यूमा जानुहोस् है। अब तपाईँले लेआउट भ्यूमा गएर चेन्ज लेआउट गर्नुहोस्। अब तपाईँले कुनमा गर्नुहुन्छ, ए नटमा गर्ने हो कि होइन। मोस्टली चाहिँ F4 मै गर्नुहुन्छ रिपोर्टहरू हाल्दाखेरि। सो F4 ल्यान्डस्केपमा गरौँ, त्यसपछि यसमा गर्दा चाहिँ तपाईँलाई राम्रो हुन्छ है। ल, यसको पोजिसनहरू मिलाउन सक्नुहुन्छ। यो ह्यान्डवाला युज गरेर गर्नु है। ल, यसलाई अब जुम गर्नु पर्ला जस्तो। अब यसलाई ठिक्क छ यो साइज, हल्का यसलाई एक्सटेन्ड गरेर गर्न सक्छु। त्यो गर्नुभयो भने चाहिँ तपाईँले सजिलो हुन्छ है। ल, अब टक्क ल्याएर राखिदिनुहोस्। ल, अब तपाईँको आधी काम सकिसक्यो। अब तपाईँले यहाँ डेटा फ्रेम गर्नु, जस्तो डेटा फ्रेम हुन्छ यो डेटा फ्रेम हाल्नुहोस् है। डेटा फ्रेम अब यसलाई यहाँ ट्र्याक गरेर यहाँ राख्नुहोस्। यसलाई यहाँ ल गर्नुभयो भने यसलाई अलिकति यति गऱ्यो भने तपाईँलाई है त। तपाईँले अब त्यसपछि राख्नुहोस् टाइटल। यो डेटा फ्रेमको काम एकछिनमा गरौँ न हामी। टाइटल राख्ने स्टडी एरिया अफ पाल्पा भनेर राख्नु। अब तपाईँले अब स्टडी एरिया म्याप भन्दा नि अब तपाईँको पपुलेसन डेन्सिटी एनालाइसिस के राख्नुहुन्छ होइन। मैले चाहिँ अब जियोलोजिकल स्टडी अफ पाल्पा डिस्ट्रिक्ट भनेर राखिदिएँ है त। ल, तपाईँले लेफ्ट क्लिक गर्नुहोस् यसलाई। यहाँबाट तपाईँले चेन्ज सिम्बलमा गएर कति फन्ट राख्ने हो आरामले मिलाउन सक्नुहुन्छ। अब यो ठिक्क छ र राम्रो देखिएको छ यो। ल, तपाईँको टाइटल भयो है।
अब तपाईँले सिम्पल काम चाहिँ पहिले गरिहाल्नुहोस् नर्थ एरोले। यही राखिदिनु नर्थ एरो ल राम्रो देखिरहेछ। ल कप साइज बढाउनुहोस्। साइज बढेपछि ल साइज बढाइयो ल यति भएपछि तपाईँको ल अब तपाईँले यहाँ कस्टमाइजमा गएर टुलबारमा जानुहोस् र ड्रमा लानुहोस् है। ड्रमा लगेर यहाँ हुन्छ है लाइन हुन्छ, लाइन ड्र हुन्छ। अब यहाँबाट यसरी लाइन ड्र गरेर ठ्याक्कै यहाँ गर्नुभयो भने हुन्छ है। ल अब ल ठ्याक्कै लाइन भयो है। यहाँबाट एउटा लाइन गरेर यसरी लगेर यहाँ तपाईँले गर्न सक्नुहुन्छ। ल यसरी यसो भने तपाईँको लाइन बन्यो है। अब यहाँ तपाईँको अलि राम्रो लागेन जस्तो लाग्यो भने नि मिलाउनु मिल्छ यसलाई है। अब तपाईँले हल्ला पर्ने भनेको सबै चिज अब टाइटल भइसक्यो। अब तपाईँले फर्स्टमा हाल्नु भनेको स्केल बार हो है। स्केल बार तपाईँले अब यहाँ धेरै छ टाइप्सहरू। अब तपाईँले जुन पनि चुज गर्न सक्नुहुन्छ होइन। मैले चाहिँ सिम्पल टाइपको अब यसलाई चुज गरेँ है। राख्नुहोस् यसलाई तलतिर राख्दा हुन्छ। अब यसलाई माइल्स हामीले माइल्सतिर युज गर्दैनौँ नेपालमा, त्यही भएर अब किलोमिटर्समा राख्न चाहिँ हुन्छ। अब किलोमिटर्स लेख्दा भन्दा नि अब केएम लेख्दा ठिक हुन्छ है। ल केएम लेखेर ओके गरिदिनु यसलाई। ल अब यहाँ आयो इन्सर्ट गरेर अब स्टिल टेक्स्ट चाहिँ राख्न मन छ भने राख्दा नि भयो है। स्टिल टेक्स्ट पनि सिम्पल टाइपकै राख्दा राम्रो हुन्छ। धेरै ठुलो भयो अलिकति सानो होला, सानो भयो राम्रो हुन्छ। त्यो हामीले जेनरली राख्नुपर्ने जरुरत छैन। त्यही भएर मैले तपाईँले यो राख्न मन लाग्यो भने राख्न सक्नुहुन्छ भनेर राखिदिएको छु अहिले। अब यसमा तपाईँको नर्थ एरो नि भइसक्यो, टाइटल पनि भइसक्यो, अब स्केल बार पनि भइसक्यो। अब तपाईँले नेक्स्ट राख्नुपर्ने भनेको लेजेन्ड हो है। अब लेजेन्डको लागि तपाईँले यसलाई यता लानुहोस् है, पाल्पाको मात्र गर्ने हो। गर्नुहोस् यसलाई तपाईँले अहिले केही पनि नहुनुहोस्, यसलाई फिनिस गर्नुहोस्। यसलाई पछि मिलाउनुपर्छ, मिलाउन सकिन्छ मजाले। अब लेजेन्ड सो गरेको नभने सो गर्नु मन लाग्छ भने लेजेन्ड सोमा राख्नुहोस्, गर्नु मन छ भने यसो गर्नुहोस् है। एप्लाई गर्नुहोस्, ओके भयो है। ल अब लेजेन्ड पनि भइसकेको छ, यो नि भइसक्यो। अब हामीलाई नेक्स्ट चाहिएको भनेको ग्रिड चाहियो है। अब यसलाई अलिकति यसलाई सानो बनाउँदा चाहिँ अलिक राम्रो पर्छ। ग्रिडहरू हाल्दाखेरि फेरि रफ देखिन सक्छ। ल यतिको भयो भने अब तपाईँको नेक्स्ट भने चाहिँ अब यहाँ राइट क्लिक गर्नुहोस्, प्रोपर्टिजमा जानुहोस्, त्यसपछि न्यू ग्रिडमा जानुहोस्, त्यसपछि नेक्स्ट अहिले केही पनि नगर्नुहोस्, नेक्स्टमा त गर्नुहोस् है। लास्टमा मिलाउन सजिलो हुन्छ। प्रोपर्टिजमा इन्टर लेभल्स लाइन्स अब तपाईँको डु नट सो अ लाइन अफ टिक्स भनेर गरिदियो हामी है। ल ओके गरौँ, यसरी एप्लाई गरौँ है। अब यहाँ अलिकति सानो आएको छ होइन। प्रोपर्टिजमा जानुहोस् फेरि है, लेभल्समा जानुहोस्, यहाँबाट तपाईँ मिलाउन सक्नुहुन्छ। म चाहिँ अहिले अब यसलाई टुवेल्भ बनाउँदा कति हुन्छ हेरौँ एकचोटि। टुवेल्भ बनाउँदा ठिक हुन्छ जस्तो लाग्यो। टुवेल्भ ठिक छ, तर अलिकति बाहिर निस्किरहेको छ। त्यो भएर अलिकति फेरि टुवेल्भ भन्दा नि यसलाई 10मा ठिक हुन्छ यो। ल 10मा गर्दाखेरि यस्तो आएको छ। ल तपाईँले यसलाई अब अलिकति यहाँबाट अलिक सानो बनाएर नि मिलाउन सक्नुहुन्छ। ल यतिको भयो भने चाहिँ तपाईँको स्टडी एरिया म्याप हुन्छ सक्सेसफुल्ली। र अरू यसमा एड गर्नुपर्ने त्यस्तो केही पनि छैन। अलिकति लाइन अलिक मिस्टेक भयो जस्तो छ, यस्तो तपाईँले यसरी मिलाइदिनु भयो भने ल टक्क मिल्न सक्छ। ल स्टडी पाल्पा डिस्ट्रिक्ट तपाईँको लेजेन्ड छ, स्केल टेक्स्ट छ, ग्रिड्सहरू पनि हालिसकेको छ र यहाँ तपाईँको छ। अब तपाईँले नेक्स्ट के गर्न सक्नुहुन्छ भन्दाखेरि अब यहाँ क्लियर सेलेक्सन गरेपछि तपाईँको अब यो पाल्पा डिस्ट्रिक्ट भनेर स्पेसिफाई गर्नुको लागि पाल्पा डिस्ट्रिक्टलाई तपाईँले आउटलाइनलाई चाहिँ अलिकति देखिने टाइपको कलर दिन सक्नुहुन्छ है। अब यसलाई चाहिँ 2 बनाइदियो भने कस्तो हुन्छ। ल हेरौँ 2 बनाइदियो यसलाई पनि आउटलाइन कलर बढाएर 2 बनाइदिनुहोस्। ल त्यो भएपछि तपाईँको ट्याक्क हाइलाइट भयो। अब यो लेजेन्ड पनि भयो र तपाईँको स्टडी एरिया म्याप बन्छ सक्सेसफुल्ली। र यो बनिसकेपछि चाहिँ तपाईँले यसलाई
प्रिन्ट गर्न सक्नुहुन्छ। प्रिन्ट गर्नु भने गर्न सक्नुहुन्छ, अथवा तपाईँले यसलाई चाहिँ एक्सपोर्ट म्याप गरेर पाल्पा भनेर पाल्पा फिल्ड पाल्पा स्टडी एरिया भनेर सेभ गर्नु भने चाहिँ यस्तो टक्क सेभ हुन्छ है। अब यो सेभ गरिसकेपछि